यो मान्छे होइन म GRG मैले गरेर 1-2टा भिडियो हेरेँ होइन भाइ म गुरुङ होइन यो मान्छे दामी हो भाइ ल मैले धेरै भिडियो डिगाएन भाइ मैले 1-2टा भिडियो हेरेँ हो डेन्जर भ्युज भएको भिडियो पनि हेरेन मैले हो 1-2टा भिडियो हेरेँ होइन यो मान्छे दामी हो भाइ यो म गुरुङ भने दामी हो मेरो रिजन मैले मेरो दाइ हुनुहुन्छ कि चिनेको दाइले फलो गर्नु हुँदो रहेछ क्या दाइले फलो गर्नु हुँदो रहेछ अनि दाइले मलाई अस्ति नैबाट मलाई भनिरहनु भएको थियो क्या भाइ एउटा यो अर्को छ एउटा बाइक राइडिङ गर्ने म फलो गरिरहेको मान्छे हो त्यो अस्ट्रेलिया बसेर आएको हो एकदम राम्रो छ त्यसको जेन्युइन छ त्यसको ब्लगहरू राम्रो छ जे बोल्यो त्यही हो उसको हो त्यस्तो टाइपको हुन्छ उसको पनि तिमीहरू जस्तै खालको अलिअलि त्यस्तै एटिट्युड हल्का भएको मान्छेहरू हो हेर दामी छ मलाई अस्ति नैबाट भनिरहेको थियो क्या दाइले अनि यति कुरा बुझ भाइ मेरो दाइले तँलाई फलो गर्नुहुन्छ या मेरो दाइले तेरो भिडियोहरू हेर्नुहुन्छ भने यति बुझ त राम्रो मान्छे हो त राम्रो बाटोमा लागिरहेछस् त राम्रो केही गर्दैछस् बुझेस् अहिलेसम्म जो छ हाम्रो दाइले हेरेको अनि जोलाई अनि पछि अनि मन लाग्न छोडेर अब झ्याउ लाग्न थाल्न काटेको छ नि त्योहरू बिस्तारै त्यसरी नै त्यो अलिअलि सेलाउँदै नै गएको छ त्यो मान्छे जेन्युइन रहेछ किनकि म दाइको रिकमेन्डेसनहरू ओभर हेर्छु क्या किनकि दाइ चाहिँ ओभर त्यो नेपालको होइन त्यो यताउति त्यो ब्लगर यो त्यो मकब्याङ दाइले केही मागिराख्नुहुन्न ओभर फलो हानिदिनुहुन्छ तर फेरि हाम्रो दाइले त्यो फलो हान्ने बित्तिकै फेरि यस्तो होइन कि तँ यहाँ आउँदाखेरि ओहो के छ भाइ यार बिग फ्यान होइन भाइ त यहीँबाट जा त्यो दाइलाई बालै छैन भाइ त यहीँबाट त बालै छैन त क्यारेक्टरसँग मतलबै छैन त इन्टरनेटमा जे देखेको त्योसँग मात्रै मतलब छ दाइलाई हो त्यो अनि दाइको लिस्टमा परेको मान्छे भनेपछि यो मान्छे बबाल हो भाइ मैले 1-2टा भिडियो हेरेँ हो यसो हेरेँ अलिक मजाले मान्छे चिन्नलाई त अब पहिल्यैदेखि चिन्नुपर्छ नि त सिधै एकैचोटि भिडियो हेऱ्यो को हो नि राँडीको छोरो ल्यापटपमा चिक्ने मुजी ए होइन रहेछ त म त कस्तो किन जोत्न खाली खायो बिचारा नगर क्या यत्तिकै अनि यो मान्छे त्यही भएर राम्रो रहेछ हिजो हामीले त्यही भएर अलिकति यताउति गऱ्यो अनि मलाई चाहिँ के लाग्छ भने एउटा राम्रो मान्छे छ भने होइन कसैले राम्रो भन्छ भने म त्यो मान्छेलाई चाहिँ अलिकति फ्लावर दिनै मन लाग्छ क्या हुन्छ नि यसो हल्का लाइ भयो एउटा यसो गुलाबको फुल भए पनि हुन्छ नि रातै भए पनि आई लभ यु हो त्यो जे होस् ल दामी मेरो दाइले दामी भनेपछि दामी हो क्या सक्यो मेरो दाइले बिल्ला हो न त यहाँ चाहिँ 1000जना मान्छे आइज होइन दामी होइन बिल्ला हो भाइ बिल्ला हो ओभर डिप हेरिदिनुहुन्छ क्या दाइ अलिक म्याच्योर्ड हुनुहुन्छ होइन ओभर डिप हेर्नुहुन्छ त दाइले हेर्ने होइन दाइले त भाइरल भइस तेरो भाइरल हेर्नुहुन्न क्या दाइलाई त मन पर्नुपर्ने हुन्छ तैँले बोल्ने शैली मन पर्नु तेरो क्यारेक्टर मन पर्नुपर्ने हुन्छ तैँले के देखाउँदैछस् मन पर्नु यो सबै मन पर्यो तर भिडियो तेरो कता जहिले पनि खिच्दाखेरि कता अलिअलि यताउति झुकेर ब्लरहरू कता आइरहेछ बिल्ला भइस त बिल्ला भइस हटिस त्यो हेर्ने कामै छैन अब त्यो त्यस्तो खालको हो क्या दाइ अरू छोडिदियो ल